दर्शकवृन्द नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ। यतिखेरको समयमा के गर्दै अनि कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि आफ्नै काम अनि काजमा स्वस्थ हुनुहुन्छ, तल्लीन हुनुहुन्छ, व्यस्त हुनुहुन्छ। तपाईँ जुनसुकै अवस्थामा भए पनि एकदमै मात्रामा आज यो भ्लग लिएर तपाईँहरूको माझमा उपस्थित भएको छु। आजको भ्लग त्यस्तो नयाँ नौलो त केही छैन, त्यही पनि यसो तपाईँको माझमा देखिने कोसिस गरिरहेको छु। कस्तो लाग्छ हेरेर सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला। अनि तपाईँ यतिखेरको समयमा के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, अनि हामी चाहिँ आज यसो भ्लगको रूपमा भ्लग बनाउँदाखेरि आज एकदमै खोले साग टिप्ने काम गर्दैछौँ हामी भने। अनि यो खोलामा पाइने खोले सागले गर्दाखेरि यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक यो एक प्रकारको सब्जीका रूपमा पाइने यो खोले साग हो होइन। यो कुराको जानकारी गराउन चाहन्छु। तपाईँको गाउँघरतिर यो खोले साग पाइन्छ कि पाइने, यो प्राय गरेर के भन्छन् नै खोला नदी तलाउहरूमा पाइन्छ यो खोले साग। खानामा पनि एकदमै बेस्ट हुन्छ अनि एकदमै खानामा पनि बेस्ट। त्यो हिसाबले गर्दाखेरि के भन्छन् नै यसलाई खानाको रूपमा लिइन्छ, एकदमै बेस्टसँग खाने गरिन्छ यसलाई भने। देख्नुहोस् यसरी यो खोले साग यसरी टिपिन्छ। तपाईँ गाउँठाउँ छरछिमेकतिर के हिसाबले टिपिन्छ होइन। अनि खोले साग पनि यस्तो किसिमको छ, देख्न सक्नुहुन्छ। अनि यतिखेरको समयमा भने चर्को घाम लागिरहेको छ, यो कुराको जानकारी गराउन चाहन्छु। हस् त आजको भ्लग यति नै। कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला भन्दै आजको भ्लगबाट म तपाईँहरूकै भ्लगर दिपक ओली पनि बिदा हुन्छु। नमस्कार।